सरकारले अध्यादेश ल्याउन पाउँदैन, ल्याउन पाउँछ। म सरकारले अध्यादेश ल्यायो, अध्यादेशबाट शासन गर्न पाइँदैन भनेर नारा लगाउने हो। काठमाडौँको कैयन बस्तीमा डोजर लगाइराखिएको छ। नदीको किनारमा बसेका जो मानिसहरू छन् तीमध्ये कैयन राज्यलाई ढाँट छल गरेर अनेकौं ठाउँमा घर जग्गा जमिन भएका मानिसहरू छन्। तिनलाई पहिचान गर्ने, तिनलाई दण्ड दिने, तिनलाई त्यहाँबाट हटाउने कानुनले नै यसको व्यवस्था गरेको छ। यसको जिम्मेवारी, यसको अधिकार सरकारले लिएको छ। तर त्यहाँभित्र भएका कैयन मानिसहरू जसलाई नदीको किनारामा बस्न नपाउने तर तिनले कहीँ न कहीँ बस्न पाउने व्यवस्था गरिनुपर्छ भन्ने कुरा पनि हाम्रो संविधान र कानुनले नै भनेको छ। सरकारलाई जिम्मा पनि दिएको, अधिकार पनि दिएको छ। त्यो हटाउने नै हो, त्यो खाली गर्ने नै हो। तर जब कानुनको शासनको परिधिभित्र रहेर सरकारले सोध्छ त्यो बेलामा उसले आफ्नो नागरिकसँग युद्ध अपराधी जस्तो व्यवहार गर्न सक्दैन, गर्ने आँट गर्न सक्दैन। फरक त्यहाँ छ। चुनावमा हामी हार्यौँ, गर्ने के त? एउटा उपाय छ चिन्ता गर्ने। चिन्ता नेगेटिभ कुरा, चिन्ताले समाधान दिँदैन। रुवाबासीले काहीँ पनि पुर्याउँदैन। साथीहरू त्यसै रुवाबासी गर्नु। अस्ति एक ठाउँ म यति दुःख गरेर, यति मेहनत गरेर, अलिकति यो हेल्थ इस्युज भएको हुनाले गर्दाखेरि 6-8 महिना मेहनत गरेर 10-12 किलो वेट घटाएर चिटिक्क परेर गयो भन्ठानेको जसले भेट्यो भने पनि गाला समातेको छ, बर्बाद भयो, दुब्लायो, सकियो भनेको छ। तपाईँ चिन्ताले सकियो भनेको छ। त्यो खास के छ भने त्यो भन्ने मान्छे चिन्तामा खर्लौ डुबेको छ। अरे बाबा एउटा इलेक्सन आयो, हारियो, अगाडि बढ्यो, सक्यो, इलेक्सन सधैँ जितिन्छ भन्ने छ र? योभन्दा पहिला थुप्रै जित्यो, अहिले हारियो, फेरि जितिन्छ नि त। पार्टीको जीवनमा आउँछ भने, व्यक्तिको जीवनमा आउँछ। राजनीति गर्ने मान्छे हुँ म। एउटा राजनीतिक पार्टीको कार्य, त्यो पनि नेपाली कांग्रेस पार्टीको, अहिले लक्ष्मण दाइले भन्नुभयो, नेपाली कांग्रेस पार्टीको सभापति हुँ म। मलाई मान्छेले बाटोमा भेटेर सक्छ, अरे बाबा बिपी कोइरालाले लगाउनु भएको जुत्तामा खुट्टा हाल्न पाउने भाग्यमानी हुँ म। त्यो सानो जिम्मेवारी हो। डर छ बरु मलाई, जिम्मेवारी मैले निर्वाह गर्न सक्दिनँ भन्ने कुराको। तपाईँ कांग्रेस सभापति हुनुभएको छ, सम्हाल्नुहोस्, गर्नुहोस्, हिँड्नुहोस् भन्नुपर्ने ठाउँमा चप्प गाला समातेको छ, बर्बाद हो, सकियो, चुनाव हार्यो। मैले त्यो साथीहरूलाई भन्छु, भाइ चिन्ता होइन, हामीले गर्ने भनेको चिन्तन। चिन्ता र चिन्तन दुईटा फरक कुरा हो। चिन्तन पोजिटिभ कुरा हो। कतै हामी केही समय नबोलौँ भनेर बसिरहँदै गर्दा प्रश्नहरू नै मर्ने त होइन भन्ने लाग्न थालेको छ। त्यही भएर अब यो नबोल्ने व्रत तोड्ने बेला आएको छ। किनकि हामी सभ्य भएर, विनम्र भएर नै प्रश्न गर्छौँ, हामी खबरदारी पनि गर्छौँ, हामी विकल्पहरू पनि सुझाउँछौँ। तर सरकारलाई यो पनि अनुरोध गर्छौँ, हाम्रो विनम्रतालाई कमजोरी नठानियोस्। हामी नम्र छौँ तर कमजोर छैन। हामी दृढ छौँ, हामी सहयोगी छौँ। हामी सबै ठाउँमा अप्ठ्यारो पार्न आउँदैन, कुनै पनि ठाउँमा आउँदैन जहाँ आवश्यक छैन। तर हाम्रो आवाज सुनिनुपर्छ, जायज आवाज सुनिनुपर्छ भन्ने कुरामा हामी त्यतिकै प्रश्न छौँ। पछिल्लो केही समयदेखि मलाई र नेपाली कांग्रेस पार्टीलाई एउटा प्रश्न सोधिराख्नु भएको छ। अहिले यही कार्यक्रमको हलमा प्रवेश गर्दै गर्दा पनि केही सञ्चारकर्मी साथीहरूले सोध्नुभयो, तपाईँहरू आजभोलि किन केही बोलिराख्नु भएको छैन? तपाईँहरू किन चुप हुनुहुन्छ, किन मौन हुनुहुन्छ? म कहिलेकाहीँ रमाइलो गरेर के भन्ने गर्छु भने सङ्गीतको दुईटा धुनको बिचको पज जुन हुन्छ त्यसले नै सङ्गीतलाई सुमधुर बनाउने हो। त्यसरी कहिलेकाहीँ पज चाहिन्छ। हामी केही समय बोलेनौँ भने त्यो हाम्रो मौनताको बिचमा सत्यको खोजी पनि त होला नि त। हामीले केही समय नबोल्दै गर्दा अरू कसैले बोल्ला नि, त्यही भएर नबोलेको भनेर भन्थे। तर केही दिनदेखि मलाई के लाग्न थालेको छ भने कतै हामी केही समय नबोलौँ भनेर बसिरहँदै गर्दा प्रश्नहरू नै मर्ने त होइन भन्ने लाग्न थालेको छ। त्यही भएर अब यो नबोल्ने व्रत तोड्ने बेला आएको छ। किनकि हामीले नबोल्दै गर्दा अरू कसैले बोल्ला कि भनेको त्यो बोल्ने जिम्मेवारी पनि हामीले पुरा गर्नुपर्ने भयो। तर त्यो ठिकै पनि हो, किनकि यो इलेक्सनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई 5 वर्षको निम्ति सरकार चलाउने म्यान्डेट दिएको छ। हामी चाहन्छौँ उहाँहरूले प्राप्त गरेको म्यान्डेट ठिक ढङ्गले उहाँहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्नुहोस्। हाम्रो शुभेच्छा पनि छ, हाम्रो साथ पनि छ। कुनै अवरोध बिना यो म्यान्डेटको साथ उहाँहरूले काम गर्न पाउनुपर्छ भन्ने हामी विश्वास राख्छौँ।
हाम्रो मान्यता पनि यही हो। तर यही इलेक्सनले नेपाली काङ्ग्रेस पार्टीलाई पनि म्यान्डेट दिएको छ। सङ्घीय तह 5 वर्षको निम्ति प्रतिपक्षको भूमिका निर्वाह गर्ने म्यान्डेट दिएको छ। प्रतिपक्षको पनि आफ्नै जिम्मेवारी छ। डेमोक्रेसीमा प्रतिपक्षले ठिक ढङ्गले भूमिका निर्वाह गर्न सकेन भने सरकारको काम जवाफदेहीता सहितको परिणाम पुर्याउने ठाउँमा त्यो लानै सकिँदैन। यसको काम प्रश्न गर्ने हो, यसको काम खबरदारी गर्ने हो, आवश्यकता परेको बेलामा प्रतिवाद र प्रतिरोध गर्ने हो, विकल्प सुझाउने काम पनि हो। त्यसैले 5 वर्षको निम्ति हामीले पनि हाम्रो म्यान्डेट अनुसारको काम गर्नुपर्ने छ। हामी सभ्य भएर विनम्र भएर नै प्रश्न गर्छौँ, हामी खबरदारी पनि गर्छौँ, हामी विकल्प पनि सुझाउँछौँ। तर सरकारलाई यो पनि अनुरोध गर्छौँ, हाम्रो विनम्रतालाई कमजोरी नठानियोस्। हामी नम्र छौँ तर कमजोर छैनौँ, हामी दृढ छौँ, हामी सहयोगी छौँ। हामी सबै ठाउँमा अप्ठ्यारो पार्न आउँदैन, कुनै पनि ठाउँमा आउँदैन जहाँ आवश्यक छैन। तर हाम्रो आवाज सुनिनुपर्छ, जायज आवाज सुनिनुपर्छ भन्ने कुरामा हामी त्यतिकै प्रश्न छ। यो सन्दर्भमा आज मे दिवस यति धेरै साथीहरू हुनुहुन्छ, यो बेलामा यही मञ्चबाट नेपाल सरकारलाई यो कुरा भनिन्छ। तर डेमोक्रेसीमा एउटा सरकारसँगको अपेक्षा के हुन्छ, यो कानुनको अधीनभित्र बसेको हुन्छ। कानुन बनाउँदै गर्दा पनि त्यसका पनि सीमा हुन्छ। कानुन संविधानले बाँधिएको हुन्छ, त्यहाँभित्र न्यायको अपेक्षा हुन्छ, सरकारले विवेक पुर्याउँछ भन्ने अपेक्षा हुन्छ। परिणाम जतिको महत्त्वपूर्ण हुन्छ त्यतिकै महत्त्वपूर्ण प्रक्रिया पनि हुन्छ। कानुनको शासनलाई स्वीकार गरियो भने प्रक्रियाहरू झन्झटिलो लाग्दैन। तर जब मसँग बहुमत छ, यो कानुन सानुन केही पनि होइन भन्न थालिन्छ, तब प्रक्रियाहरू झन्झट लाग्न थाल्छ। र जब सरकारलाई प्रक्रिया झन्झट लाग्न थाल्छ तब समस्याहरू सृजना हुन्छ। आज हामीहरू छलफल गरिरहेको बेलामा काठमाडौँको कैयन बस्तीमा डोजर लगाइराखिएको छ। नदीको किनारमा बसेका जो मानिसहरू छन् तीमध्ये कैयन राज्यलाई ढाँट छल गरेर अनेकौं ठाउँमा घर जग्गा जमिन भएका मानिसहरू छन्। तिनलाई पहिचान गर्ने, तिनलाई दण्ड दिने, तिनलाई त्यहाँबाट हटाउने कानुनले नै यसको व्यवस्था गरेको छ। यसको जिम्मेवारी, यसको अधिकार सरकारले दिएको छ। तर त्यहाँभित्र भएका कैयन मानिसहरू जसलाई नदीको किनारामा बस्न नपाउने तर तिनले कहीँ न कहीँ बस्न पाउने व्यवस्था गरिनुपर्छ भन्ने कुरा पनि हाम्रो संविधान र कानुनले नै भनेको छ। सरकारलाई जिम्मा पनि दिएको, अधिकार पनि दिएको छ। त्यो हटाउने नै हो, त्यो खाली गर्ने नै हो। तर जब कानुनको शासनको परिधिभित्र रहेर सरकारले सोध्छ त्यो बेलामा उसले आफ्नो नागरिकसँग युद्ध अपराधी जस्तो व्यवहार गर्न सक्दैन, गर्ने आँट गर्न सक्दैन। फरक त्यहाँ छ। सरकारले अध्यादेश ल्याउन पाउँदैन, ल्याउन पाउँछ। म सरकारले अध्यादेश ल्यायो, अध्यादेशबाट शासन गर्न पाइँदैन भनेर नारा लगाउने हो। हिजो हामीले पनि ल्याएको, संविधानले त्यो अधिकार दिएको छ। कहिलेकाहीँ कार्यकारीले आफ्नो कामहरू प्रभावकारी बनाउनका निम्ति आवश्यकता अनुसार ल्याउँछ, गर्छ। तर त्यसको पनि एउटा आधार हुन्छ। अहिले सरकारले एउटा अध्यादेश ल्याएको छ, संवैधानिक परिषद सम्बन्धी अध्यादेश। त्यो संवैधानिक परिषदमा को हुन्छ? प्रधानमन्त्री हुन्छ, प्रतिनिधि सभाको सभामुख हुन्छ, उपसभामुख हुन्छ। सरकार भनेको कार्यकारी, तर संवैधानिक परिषद भनेको राज्य। यहाँभित्र हेर्नुहोस् त, पार्लियामेन्ट मात्र छैन, अप्पर हाउस पनि छ। अप्पर हाउस कसले बनाउँछ? अप्पर हाउस स्थानीय सरकार र प्रदेश सभाले मिलेर बनाउँछ। त्यसैले त्यो संवैधानिक परिषदभित्र सरकार पनि छ, प्रधानमन्त्री हुनुहुन्छ। सामान्यतः बहुमत प्राप्त जसको छ उसकै सरकारवाला के सभामुख हुन्छ, त्यहाँ उहाँ पनि हुनुहुन्छ। हाम्रो संविधानमा व्यवस्था छ, अर्को दलको हुनुहुन्छ, उपसभामुख हुनुहुन्छ, अर्को लैङ्गिक समूहको हुनुहुन्छ, त्यहाँ सन्तुलन छ। प्रदेश सरकारको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा छ र सरकारले पाएको भन्दा पनि बढी समर्थन संवैधानिक परिषदले पाउनुपर्छ भनेर त्यहाँ को छ? त्यहाँ प्रमुख प्रतिपक्षी दल पनि छ। यसरी बनाइएको हो नि त संवैधानिक परिषद। अनि यो संवैधानिक परिषदको बनोट फेर्नका निम्ति योभन्दा पहिलाको सरकारले पनि त्यो गडबडी गरेको भयो। यो त नयाँ काम गर्छु भनेर आएको सरकार हो नि। किन? उसले कसरी सोचिरहेको छ? अहिले भनेको जस्तै कानुनले शासन, मसँग कानुनले अधिकार छ, म बदलिदिन्छु, म ठोकिदिन्छु, म हानिदिन्छु। यो अर्को उदाहरण। यस्ता कैयन उदाहरणहरू
हाम्रो अगाडि गएका 50-60 दिनमा हामीहरू देख्न सक्छौँ। मलाई चिन्ता लागेको छ जसरी कामहरू भइरहेको छ यसले ठिक ठाउँमा लिएर जाँदैन। मलाई मन लाग्यो म कानुन बनाइदिन्छु, मन लागेन म कानुन बनाउँदिनँ, मलाई मन लाग्यो गर्छु। भाद्र 24 गते त्यत्रो वितण्डा मचियो। भाद्र 24 गते वितण्डाको बारेमा म एउटा छुट्टै न्यायिक आयोग बनाएर म तुरुन्त आयोग बनाउँछु सरकारले भन्यो। अलिपछि मन लागेर बनाउँदिनँ भने नेपालको संविधानको धारा 34 ले धारा 17 ले सङ्घ संस्था खोल्ने अधिकार पनि दिएको छ, ट्रेड युनियन खोल्ने अधिकार दिएको छ। ट्रेड युनियन अधिकारभित्र श्रमिकको अधिकार छ, सामूहिक सौदाबाजी गर्ने अधिकार छ। त्यो कसैको सनकले खोसिन्छ, यो कसैको लडले खोसिन्छ। यो मैले आजदेखि खोज्दै अधिकार जान्छ भने जान्छ। यो अघि पनि कुरा भयो, राजेन्द्र दाइले भन्नुभयो, लक्ष्मण दाइले भन्नुभयो, यसभित्र व्यापक सुधार चाहिएको छ। म त्यसको बारेमा पनि चर्चा गर्छु। व्यापक सुधार चाहिएको छ। तपाईँहरूले भोलि छलफल गर्नुपर्ने त्यसको बारेमा। हामी राजनीतिक दलहरूले पनि ट्रेड युनियनसँगको सम्बन्धको बारेमा यसका बारेमा चाहिँ हामीले छलफल बहस गर्नुपर्नेछ। तर बच्चा केटाकेटी रोयो भनेर हाम्रो त्यही हाम्रो चलेको आह्वान जस्तै केटाकेटी रोयो भनेर त्यो बाटासहित फालिदिने हो र? हाम्रो कन्स्टिट्युसनभित्र चाहे त्यो सुकुम्बासीको विषय होला, चाहे त्यो अहिले दलितको आवासको हकको विषय होला, चाहे ट्रेड युनियनको विषय होला, 5 वर्ष, 6 वर्ष, 7 वर्ष, 8 वर्ष त्यो बेलाको समय म सम्झन्छु। म दुईटै समितिमा थिएँ। अघिल्लो पटक पनि मौलिक हक समितिमा थिएँ जसमा यो धारा 17 धारा 34 लेख्ने कुराको तलमा संयोजकै थिएँ। अर्को पटकको पनि मौलिक हक समितिमा थिएँ। एउटा वर्डमा बहस भएको छ। त्यो संविधानमा लेखेका कतिपय कुराहरू कार्यान्वयन गर्ने कुराहरूको सन्दर्भमा त्रुटिहरू भएको छ, नभएको होइन, कमजोरीहरू छन्। ती कमजोरीहरू सच्याउन सुधार्नै पर्नेछ। तर यो सबै कुराहरूको सन्दर्भमा मैले जे गरे पनि हुन्छ भन्ने ढङ्गबाट जसरी सोचिएको छ यो उपयुक्त छैन। त्यसैले म सरकारलाई आग्रह गर्छु, तपाईँहरू बहुमतले नै सरकार बन्यो, कानुन बनाउने अधिकार छ, त्यो कानुनले नै शासन गर्ने। तर कानुन बनाउने अधिकार असीमित छैन, त्यो सीमित छ, त्यो बाँधिएको छ, त्यो संविधानले बाँधिएको छ, अन्तर्राष्ट्रिय कानुनले बाँधिएको छ, अभ्यासले बाँधिएको छ, अनुभवले बाँधिएको छ। त्यो न्याय र विवेक पुर्याउनु पर्ने सरकारको जिम्मेवारीले बाँधिएको छ। त्यसैले यो ठाउँमा करेक्सन यहाँबाट सुरु हुनुपर्छ। म यो मेरो पहिलो आग्रह यो। दोस्रो आग्रह भनेको सरकारको प्रायोरिटिजका सन्दर्भमा पनि हो। सुशासनमा ठुलो परिवर्तन ल्याउने कुरा जुन कमिटमेन्ट छ त्यसमा हाम्रो पूर्ण रूपमा साथ छ। हामी त बसेर छलफल गर्न चाहन्छौँ। कतिपय कुराहरूको सन्दर्भमा सरकारलाई परेको अप्ठ्यारोमा हामी मद्दत गर्न चाहन्छौँ। हामीले त भनिरहेका छौँ हामी प्रदेश सरकारमा छौँ, स्थानीय सरकारमा छौँ। सङ्घको सरकारले सुरु गरेको सुशासनको यात्रामा प्रदेशको सरकारलाई पनि मिसाउनुपर्छ, स्थानीय सरकारलाई मिसाउनुपर्छ। सुशासनको एउटा महाअभियानै चलाउनु पर्नेछ। कहाँ गर्ने हो? सँगै काम गर्ने हो, परिणाम दिने हो। किनकि हाम्रो पनि कमिटमेन्ट त्यही, हामीले मिलेर पनि गर्ने हो। सरकारले लिड गर्छ, उसको जिम्मेवारी हो। यो एउटा प्रायोरिटी हो। तर अर्को प्रायोरिटी के हो? अर्को झन् महत्त्वपूर्ण कुरा के? आजको सबभन्दा ठुलो समस्या के हो? आजको दिनको हाम्रो सबभन्दा ठुलो समस्या भनेको हाम्रो इकोनोमीको समस्या हो, हाम्रो अर्थतन्त्रको समस्या हो। हामी कति रोजगारी सृजना गरिरहेका छौँ, अहिले पनि छलफल उठ्यो। र सृजना भएको रोजगारी पनि कति ती मर्यादित रोजगारीहरू छन्। हामी प्रत्येक दिन वैदेशिक रोजगारीमा कति मानिसहरू गइरहेका छन् र मध्यपूर्वमा बढ्दै गएको तनावले ती कति प्रभावित भएको छ। मध्यपूर्वको तनाव र अहिलेको विश्व राजनीति जसरी अगाडि बढेको छ त्यसको कारणले गर्दाखेरि देखिएको अनप्रेडिक्टेबल जसरी हुँदै गएको छ, कहाँ पुग्छ केही पनि थाहा छैन। अलिकति तेलको भाउ बढ्दै गर्दा त्यसले त्यो इन्फ्लेसन कहाँ पुर्याउँछ, त्यसको डोमिनो इफेक्ट के हुन्छ? अहिले कागजमा एक थरी देखिएको छ, तर यहाँ बस्ने प्रत्येकलाई थाहा छ, पछाडि बस्नेलाई अझ प्रत्येकलाई थाहा छ, अझ त्यो दैनिक ज्यालादारी गर्न अझ बढी थाहा छ। अहिले त्यो भान्सा कति महँगो भएको छ भन्ने कुरा तल बसेर काम गर्नेलाई थाहा छ। हिजो त्यही कमाइले पुगेको भान्सा आज चल्न नसक्ने अवस्थामा पुगेको छ। यसलाई फिक्स कसरी गर्ने हो, कहाँबाट गर्ने हो, कसरी गर्ने हो? यहाँ चाहिएला नि राष्ट्रिय संवाद, यहाँ चाहिएला नि छलफल। यो बेलामा प्रोभिन्सको गभर्मेन्टले के गर्ने, यो बेलामा लोकल गभर्मेन्टले के गर्ने, यति सेक्टरलाई प्रभाव पारेको छ। कन्स्ट्रक्सनको सेक्टर प्रभावित छ, के गर्ने? सार्वजनिक खर्च नहुने अवस्था छ, के गर्ने? ब्याङ्कमा यत्रो पैसा थुप्रिएर बसेको छ,
त्यो थुप्रेर बसेको पैसा ब्याङ्कमा थुप्रिनु तर कोही ऋण लिन नजानु भनेको त्यो कोमामा गएको जस्तो अवस्था हो यो। त्यसोलाई के चाहियो? त्यसोलाई विश्वास चाहिएको छ। विश्वास छ त है? गएको यो अहिलेको 15, 20, 50 दिनमा चाहिँ झन् विश्वासको वातावरण बन्दै गएको छ कि भएको वातावरण बन्दै गएको छ? हामी सरकारलाई मद्दत गर्न चाहिरहेका छौँ तर प्रायोरिटिज ठिक गर्नु पर्यो भन्ने कुरा हो। हामी यो बेलामा कसले कतातिर फर्केर फोटो खिच्यो हाम्रो कन्सर्नको विषय हो, तर हाम्रो विषय के हो भने यो बेलामा हामी ठिक ढङ्गले परिणामहरू आओस् भन्ने हामी चाहन्छौँ। भारत सरकारले भर्खर मात्र चियामा लगाइदिएको करको कारणले गर्दाखेरि हाम्रो चिया यत्रो मजाले बल्ल 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 एउटा उद्योग बन्दै थियो, चौपट होला जस्तो। चीनको सरकारले अहिले नाकामा गएर हेर्नु त, दिनमा चाहिँ 50औं गाडी छोड्नुपर्ने ठाउँमा 4वटा 5वटा 6वटा 7वटा गाडी छोडेर बसेको। किन मलाई थाहा छैन। ऊ आज भर्खर न्युज पढ्दै थियो, भारत र चीन मिलेर छलफल गरेर लिम्बू लेकबाट उहाँ खोल्यो उता मानसरोवर जाने बाटो। यहाँनिर होला नि हामी सबैजना सँगै आउनुपर्ने, सँगै बस्नुपर्ने। सिङ्गो नेपाल एक ठाउँ उभिएर कुरा गर्नुपर्ने होला नि त, भारतसँग पनि चीनसँग पनि। हामीले प्राप्त गर्नुपर्ने सहुलियत प्राप्त गरिरहेका छौँ, हामीले प्राप्त गर्नुपर्ने सेवा सुविधा प्राप्त गरिरहेका छैनौँ। यी होला नि त अहिलेका रियल कामहरू, यी होला नि त अहिलेको समस्याको समाधान गर्नुपर्ने कुराहरू, यी हुनुपर्ने होला नि त अहिलेका प्रायोरिटिजहरू। त्यसैले मेरो सरकारलाई अनुरोध छ यो बेलामा विनम्रतापूर्वक र खबरदारी पनि हो यो, किनकि अपोजिसन पार्टी सभापतिको रूपमा मैले सरकारलाई कुरा भन्नुपर्छ। म विनम्रतापूर्वक भनिरहेको छु। तपाईँहरूसँग बहुमत छ, सरकार तपाईँहरूले सञ्चालन गर्ने हो, हामीले तपाईँहरूलाई मद्दत गर्ने हो, हामीले मद्दत गर्छौँ नै। हामी हिजोको जस्तो यो 51 सालको जस्तो होइन। हामी सरकारले यो गर्यो सडकमा आऊ, सरकारले त्यो गर्यो सडकमा आउँदैनौँ। हामी यहाँनिर अप्ठ्यारो पार्नुपर्छ कि पार्दैनौँ त्यसो यार। हामी कन्स्ट्रक्टिभ रोलै गर्ने, हामीले मद्दतै गर्ने हो, किनकि हामी परिणामै दिन चाहन्छौँ। र 5 वर्षपछि हामी पिपलको बिचमा जाँदै गर्दाखेरि हाम्रो अपोजिसनकै रोलका रूपमा हामीलाई ठिक ढङ्गले हामीले काम गरे कि गरेनौँ भनेर जज गरिदियो भनेर जान्छौँ हामी। त्यस कारणले गर्दा यो ड्युटी हाम्रो हो। हामीले भन्नुपर्ने छ यो बेलामा न्याय गर्ने काम, विवेक पुर्याउने काम, प्रत्येक एउटा नागरिकको आत्मसम्मान राख्नुपर्ने काम सरकारको काम हो। यसमा ध्यान जाओस्। संविधानले दिएको अधिकार, ट्रेड युनियनको अधिकार, सङ्घ सङ्गठन खोल्न पाउने अधिकार, त्यो अधिकार मास्न मैले पाउँदिनँ, चाहेर पनि पाउँदिनँ, सक्दिनँ भन्ने कुराको हेक्का सरकारलाई होस्। यसभित्र सुधार गर्नुपर्छ, सुधारको पक्षमा काम गर्नुपर्छ र सुधारको पक्षमा सबैजना छ। यहाँ निजी क्षेत्रसँग के सुधार गर्नुपर्ने छ? निजी क्षेत्रलाई भिक्टिम होइन, निजी क्षेत्रलाई पार्टनर मानेर छलफल गरौँ न। ट्रेड युनियनमा सुधार गर्नुपर्ने छ, ट्रेड युनियनभित्र समस्या छ, निजामती सभाभित्र कसरी लाने, के गर्ने, थुप्रै विषयहरू छन्। हाम्रो पनि आफ्नो दृष्टिकोणहरू छन्। यी विषयहरूका सन्दर्भमा बोलाउनुहोस् न, छलफल गर्नुहोस् न। यो को हो? गैर नेपालीहरू हो, उहाँहरू को हो? यहाँभित्र भएका सबै, यहाँभित्र नेपालका ट्रेड युनियन कर्मीहरू, यहीँभित्रका मानिसहरू, यहाँभित्र सरकार यो कुरामा सुधार गर्न चाहन्छ, किन छलफल गर्न नसकिने? विद्यार्थी सङ्गठनहरूसँग किन छलफल गर्न नसकिने? हामीहरूसँग किन छलफल गर्न नसकिने? सबैसँग बहस किन गर्न नसकिने? यी कुराहरूमा व्यापक सुधारको खाँचो छ र यो तर्फ सरकार अगाडि बढ्छ भन्ने कुराको कम्तीमा आजको दिनमा म अपेक्षा गर्छु र अहिले अनुरोध गर्छु। ट्रेड युनियनभित्र पनि, यहाँभित्र पनि हामीले पनि व्यापक रूपमा सुधार गर्नुपर्ने छ। म आजभोलि पार्टीको साथीहरूलाई सबैतिर जाँदै गर्दै एउटा कुरा भनिरहेको छु। चुनावमा हामी हार्यौँ, गर्ने के त? एउटा उपाय छ चिन्ता गर्ने। चिन्ता नेगेटिभ कुरा, चिन्ताले समाधान दिँदैन, रुवाबासीले काहीँ पनि पुऱ्याउँदैन। साथीहरू त्यसै रुवाबासी गर्नु। अस्ति एक ठाउँ म यति दुःख गरेर, यति मेहनत गरेर, अलिकति यो हेल्थ इस्युज भएको हुनाले गर्दाखेरि 6-8 महिना मेहनत गरेर 10-12 किलो वेट घटाएर चिटिक्क परेर गयो भन्ठानेको, जसले भेट्यो भने पनि गाला समातेको छ, बर्बाद भयो, दुब्लायो, सकियो भनेको छ। तपाईँ चिन्ताले सकियो भनेको छ। त्यो खास के छ भने त्यो भन्ने मान्छे चिन्तामा खर्लौट डुबेको छ। अरे बाबा एउटा इलेक्सन आयो, हारियो, अगाडि बढ्यो, सक्यो, इलेक्सन सधैँ जितिन्छ भन्ने छ र? योभन्दा पहिला थुप्रै जित्यो, अहिले हारियो, फेरि जितिन्छ नि त। पार्टीको जीवनमा आउँछ भने, व्यक्तिको जीवनमा आउँछ, राजनीति गर्ने मान्छेको म एउटा राजनीतिक पार्टीको कार्य, त्यो पनि नेपाली कङ्ग्रेस पार्टीको, अहिले लक्ष्मण दाइले भन्नुभयो, नेपाली कङ्ग्रेस पार्टीको सभापति हुँ म। मलाई मान्छेले बाटोमा भेटेर सक्छ, अरे बाबा बिपी कोइरालाले लगाउनु भएको जुत्तामा खुट्टा हाल्न पाउने भाग्यमानी हुँ म।
त्यो सानो जिम्मेवारी हो। डर छ बरु मलाई, जिम्मेवारी मैले निर्वाह गर्न सक्दिनँ भन्ने कुराको। तपाईँ काङ्ग्रेस सभापति हुनुभएको छ, सम्हाल्नुहोस्, गर्नुहोस्, हिँड्नुहोस् भन्नुपर्ने ठाउँमा चप्प गाला समातेको छ, बर्बाद भयो, सकियो, चुनाव हार्यो। मैले त्यो साथीहरूलाई भन्छु, भाइ चिन्ता होइन, हामीले गर्ने भनेको चिन्तन। चिन्ता र चिन्तन दुईवटा फरक कुरा हो। चिन्तन पोजिटिभ कुरा हो। चिन्तनले आफैभित्र पनि मैले आफूलाई पनि सोध्नु पर्यो के कहाँनिर कमजोरी भयो। कमजोरी मेरो पनि छ, किन म पनि जिम्मेवारीमा थिएँ, लामो समयदेखि छु। कहाँ भयो होला एज अ पार्टी पनि हामीले सोच्नुपर्नेछ। म ट्रेड युनियन आन्दोलनलाई पनि त्यही कुरा भन्न चाहन्छु। किन होला आज एउटा सरकारले म ट्रेड युनियनको खारिज गरिदिन्छु त्यो मैले यसको बारेमा लामो समयदेखि साथीहरूलाई भनेको छु, जुन कुरा हुँदै हुँदैन, गर्नै सक्दैन, त्यो विषयका बारेमा चाहिँ विषय पनि यसका बारेमा बुझाउने कोसिस गरौँ भन्ने नै हो। तर यो भन्दै गर्दाखेरि आम रूपमा श्रमिकहरूको बिचमा चाहिँ जुन जबरजस्त रूपमा चाहिँ ल किन कसरी भन्ने कुरा जुन आउनुपर्ने हो, जसरी आउनुपर्ने त्यो किन आइरहेको छैन, के कारणले गर्दाखेरि होला? हामीले सही ढङ्गले उनीहरूको प्रतिनिधित्व गर्न सकिरहेका छौँ कि छैन? मैले नजिकबाट देखेको नेपालको ट्रेड युनियन आन्दोलनको उपलब्धि यति धेरै छ। अहिले सामाजिक सुरक्षाको कुरादेखि लिएर नेपालमा ट्रेड युनियनको यो मुभमेन्ट नभएको भए आज श्रमिकको क्षेत्रमा, मजदुरको क्षेत्रमा आज प्राप्त भएका थुप्रै कुराहरू त्यो कल्पना पनि गर्न सकिँदैन। तर त्यही मैले अघि पनि भने, नक्कली सबै हट्नुपर्छ, त्यो ठाउँबाट बस्ती पनि हट्नुपर्छ। तर ह्युमन डिग्निटी सबभन्दा ठुलो कुरा हो नि त। त्यहाँ कोही श्रमिक छ, कोही मजदुर छ, जसले रोजीरोटीको जसको चलेको छ, उसको गएको छ, कोसिएको छ, त्यसको सहयोगी हात त नेपाल ट्रेड युनियन कङ्ग्रेस बन्नु पऱ्यो नि त, त्यहाँ पुग्नु पऱ्यो नि त, उसको बिचमा हुनु पऱ्यो नि त। त्यो भरोसा, विश्वास। त्यसैले मेरो आग्रह छ, रिडिफाइन गर्नु। नेपाली कङ्ग्रेस पार्टी र ट्रेड वही कुरा राजेन्द्रले उठाउनु भएको चाहिँ ठिक कुरा हो, दलीयकरण र दलमाथिको आस्था। होइन त्यही भन्नुभयो नि, त्यो दुईवटा फरक कुरा हो। नेपाली कङ्ग्रेस पार्टीको एउटा हामी लिबरल भ्यालुजमा विश्वास गर्छौँ, हामी प्रजातान्त्रिक समाजमा विश्वास गर्छौँ, हामी राष्ट्रियतामा विश्वास गर्छौँ, हाम्रो हिस्ट्री छ, लिगेसी छ। नेपाल ट्रेड युनियन कङ्ग्रेस त्यसलाई यो पोलिटिकल्ली यो ठिक हो भन्ने मान्छ, सक्यो फिनिस्ड। बाहिरको ट्रेड युनियन कङ्ग्रेस स्वायत्त छ, ट्रेड युनियन कङ्ग्रेसको आफ्नो विधान छ, आफ्नो काम छ। नेपाली कङ्ग्रेस सरकारमा भएको बेलामा पनि उसँगको सम्बन्ध भनेको सरकारमा काङ्ग्रेस छ, त्यस कारणले गर्दाखेरि ल अब प्रदेश सरकारमा काङ्ग्रेस छ, स्थानीय सरकारमा काङ्ग्रेस छ, त्यस कारणले गर्दा त्यहाँ मुलाइजा राख्नुपर्छ भन्ने कुरा हुँदै हुनुहुन्न। ट्रेड युनियन कङ्ग्रेसका निम्ति त्यो को सरकारमा छ भन्ने कुरा त्यो निरपेक्ष रहेर काम गर्नुपर्छ, गराउनुपर्छ। र उसले फर्केर पार्टीतिर हेर्ने नै होइन भन्छु। ट्रेड युनियन कङ्ग्रेसको लिडरसिपले फर्केर पार्टीतिर हेर्ने नै न, तलतिर गएर वर्कर्सतिर हेर्ने, तल गएर हेर्ने एउटा त्यही काम। किन उसैको लागि बनेको संस्था हो नि त, यो उसैको लागि बनेको कुरा हो नि यो। त्यो हाम्रो सम्बन्धहरू चाहिँ हामीहरूले यसलाई अलिकति रिडिफाइन गर्नुपर्छ। हाम्रो कारणले गर्दाखेरि तपाईँहरू चाहिँ अनावश्यक रूपले कतिपय ठाउँहरूमा चाहिँ यो अनेकन प्रहारको शिकार बन्नुपर्ने, त्यो पनि हुन आवश्यक छैन। हामीहरूको आफ्नो बाटो छ, हाम्रो आफ्नो प्राथमिकताहरू छन्। हामी आइडियोलोजिकल्ली हामी यसरी जानुपर्छ, यो पोलिटिकल हाम्रो आउटलुक एउटै हो, हाम्रो वर्ल्ड भ्यू एउटै हो। तर हामी फरक ठाउँमा फरक जिम्मेवारीहरूमा छौँ नि। यो कुराहरूको सन्दर्भमा पनि ट्रेड युनियन कङ्ग्रेसभित्र व्यापक रूपमा चिन्तन होस्। मैले शिक्षक साथीहरूलाई पनि त्यही कुरा भन्छु, म कर्मचारी साथीहरूलाई पनि त्यही कुरा भनिरहेको छु। राजनीतिक दलसँगको आबद्धताको सन्दर्भमा तपाईँहरूले पुनर्विचार गर्नु छ। अब त्यो तपाईँहरू त्यो नेपाली कङ्ग्रेसको आइडियोलोजी, नेपाली कङ्ग्रेसको विचार, यसले लिने राजनीतिक लाइन, यो कुराको आफ्नो ठाउँमा छ। तर पार्टीसँगको दैनिक सम्बन्धमा त्यो सम्बन्धहरू नराख्नु। हामी आफ्नो स्वायत्त ढङ्गले छौँ, तपाईँहरू आफ्नो ठाउँमा आफ्नो यात्रा गर्नुहोस्, हामी आफ्नो ठाउँमा आफ्नो यात्रा गर्छौँ। भोलि त्यो क्षेत्रको अनुभव प्राप्त गरेर आउनुभएको साथीहरू, जस्तो मैले अहिले नेपाली कङ्ग्रेस पार्टीको विशेष महाधिवेशनको विधानमा संशोधन गराएको छु। र यो विधानभित्र करिब चाहिँ मलाई एक्ज्याक्ट नम्बर थाहा छैन, तर मलाई लाग्छ 30 जना केन्द्रीय समितिमा चाहिँ अब आउने साथीहरू कहाँबाट आउनुहुन्छ भने विभिन्न प्रोफेसनमा काम गरेर अनुभव प्राप्त गरेको साथीले आफ्नो त्यो प्रोफेसन छोडिसकेपछि कङ्ग्रेस नेपाली कङ्ग्रेस पार्टीको सेन्ट्रल कमिटीभित्र सिधा उहाँहरू प्रतिस्पर्धा गरेर आउने बाटो हामीले खुला गरेका छौँ। किन हामीहरू सबै नेपाल विद्यार्थीसँग काम गरेको मान्छे मात्र आउने हो र त्यहाँ ट्रेड युनियन मुभमेन्टमा काम गरेको मान्छे हुनुहुन्छ, ट्रेड युनियन मुभमेन्टमा काम गर्नुभयो, त्यहाँको अनुभव बोक्नुभयो, त्यहाँबाट सिक्नुभयो, त्यो ज्ञान लिएर आउनुभयो, त्यो ज्ञान लिएर आएको मान्छे नेपाली कङ्ग्रेस पार्टीको सेन्ट्रल कमिटीमा आउनुभयो, आएर बस्नुभयो, काम गर्नुभयो। जतिखेर ट्रेड युनियन मुभमेन्टमा हुनुहुन्थ्यो 100% ट्रेड युनियन मुभमेन्टमा हुनुहुन्थ्यो, अब ट्रेड युनियन मुभमेन्टको अनुभव बोकेर आउनुभयो, त्यसपछि नेपाली कङ्ग्रेस पार्टीमा आउनुभयो। हाम्रो सम्बन्ध त यसरी पनि लिएर जान सकेला नि। त्यो छासमिस किन गर्ने? किन चाहिँ यो दलको झोला भनेर चाहिँ तपाईँले दलको झोला बोकेको झोले भनेर किन गाली आइरहेको? नसाथीको त ट्रेड युनियन कङ्ग्रेस आफ्नो चाहिँ आफ्नै लिगेसी छ, आफ्नै यत्रो स्वायत्तता छ।
यो विषयको सन्दर्भमा हामीहरू ठिक ढङ्गले उभियौँ। नभएदेखि नयाँ पुस्ताको साथीहरूलाई यति धेरै आन्दोलनको अपमान गर्ने गरिकन भनिदिएको छ, आज त्यहाँ कार्यक्रम भइरहेको छ, झोलेर बसेका छन्, तिम्रो कार्यक्रम भएको छ भन्दै पुग्यो भयो। यसबाट हामी आत्तिएर जाने भयो, हामी बरालिने पनि भयो। हामी सम्हालेर हाम्रो कुरा बुझाउँदै जानु। हामी को हो, कहाँबाट आएको, हाम्रो सङ्घर्षको कथाहरू के हो, हामीले हाम्रो कुरा गर्नुपर्छ, तपाईँले तपाईँहरूको कुरा गर्दै बुझाउँदै लिएर जानुपर्छ। यो सन्दर्भमा तपाईँहरूलाई पनि हृदयबाटै म फेरि एक शुभेच्छा प्रकट गर्न चाहन्छु। हामी पार्टी हामी आफै पनि ठुलो आत्मचिन्तनको क्रममा छौँ, आत्मसमीक्षाको क्रममा छौँ। हामी असोजमा पार्टीको महाधिवेशन गर्छौँ र यो महाधिवेशन गर्ने यहाँसम्म पुग्दै गर्दाखेरि नै पनि हामी पार्टीभित्र व्यापक रूपमा परिवर्तन गर्ने हो। पार्टीका काम गर्ने तरिकामा, सदस्यता बनाउने तरिकाहरूमा थुप्रै कुराहरूमा चेन्ज हामी गरेर लिएर जान्छौँ र पार्टीभित्र भएका कतिपय कमजोरीहरूलाई हामी सुधार्न चाहन्छौँ। हामी यहाँभित्र हाम्रो यो सत्ता लिप्साको कारणले गर्दाखेरि गएका वर्षहरूमा हामीले नगर्नुपर्ने थुप्रै कुराहरू गरेका छौँ। त्यसलाई धोइ पखाली गरेर सफा गरेर आउनुपर्ने छ। गर्नुपर्ने कतिपय कुराहरू चुकेका छौँ, त्यसलाई समीक्षा गरेर जानुपर्ने छ। हामी आफू पनि चिन्तनको क्रममा छौँ, समीक्षाको क्रममा छौँ, सुधारको यात्रामा छौँ। म नेपाल ट्रेड युनियन कङ्ग्रेसलाई पनि निम्ति हार्दिक अनुरोध पनि गर्छु, शुभेच्छा पनि प्रकट गर्छु। म विश्वास व्यक्त गर्छु, मलाई नेपाल ट्रेड युनियन कङ्ग्रेसको लिडरसिपप्रति पूर्ण रूपमा विश्वास छ। नेपालको ट्रेड युनियन आन्दोलनको लिडरसिप गर्ने यत्रो ठुलो लिगेसी लिएर आएको छ। यो सुधार हुन्छ, गर्छ र सरकारसँग यो बेलामा चाहिँ नेपाल ट्रेड युनियन कङ्ग्रेसले अरू ट्रेड युनियन कङ्ग्रेस साथीहरूलाई पनि, अरू श्रमिक आन्दोलनका साथीहरूलाई पनि मिलाएर सरकारलाई यो हामी को हौँ, हामीलाई संविधानले दिएको अधिकार हक के हो भन्ने कुरा मजाले बुझाउन सक्ने सामर्थ्य राख्छ भन्ने कुराको म विश्वास गर्छु। अहिले कतिपय कुराहरू नबुझेको जस्तो भए तापनि समयक्रममा उहाँहरूले बुझ्नुहुनेछ, हामीले बुझाउनेछौँ। त्यो सामर्थ्य हामी सबैले राख्छौँ, किनकि यत्रो गाह्रो साह्रो सहेर आएको यो यात्रामा हामी अगाडि बढ्छौँ भन्ने विश्वास राख्दै फेरि एकपटक मे डेको उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक शुभकामना दिँदै मेरो कुरा टुङ्ग्याउँछु।